हेलो एन्ड नमस्ते, वेलकम टु माई न्यू ब्लग। म राजु मगर। सबैजना आरामै हुनुहुन्छ होला, म पनि एकदम ठिक छु। र आज तिहारको दिन म आज हाम्रो घरमा आइसकेको छु र आज म टिका लाउनको लागि हाम्रो दिदीबहिनीबाट म टिका लाउनको लागि फाइनली म घर आइसकेको छु भने हाम्रो बुवाहरू पनि आइसक्नु भएको छ। बाबाहरूलाई पनि अब टिका लाउनको लागि हाम्रो बाबाको साइली बहिनीले टिका लगाइदिँदै हुनुहुन्छ र टिका लगाइसकेपछि हामीले खानपिन गरेर रमाइलो पनि गर्नेछौँ, सबै देखाउनेछौँ। हजुरले सुरुदेखि अन्तिमसम्म हेर्नु होला र हजुरले सुझाव सल्लाह पनि दिन सक्नुहुन्छ भने सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला है। ल आज टिका लगाउनको लागि हाम्रो मामाहरू पनि आइसक्नु भएको छ। हाम्रो बुढी बहीबाट टिका लगाउन हाम्रो बोई, अब बोईले दुईटा भदैलाई टिका लाउन रेडी हुनुहुन्छ। दुईजना भदैहरू आइसक्नु भएको छ हाम्रो बोईको। ल आज है यता हाम्रो मामाहरू, मामा बाबा आमाहरू टिका लाउनको लागि आइसक्नु भएको छ। ल यो हाम्रो घर। ल अब सबैजना अब रेडी हुँदैछ है। अब टिका लाउनलाई ल लाउने बेला घुमेको बेला ल पानी ल्या, पानीले घुम्नु पर्यो। होइन साइली पनि घुम्न अहिले कहाँ खै आमा केटाकेटा उता आउँछ यतापट्टि तेल लगाइदिस् पहिला ओखर पुरा हल्का लगाउने, हल्का धेरै लगाउने, यति हात नलाएर यस्तो छुने मात्रै एउटाले चाहिँ सेतो लगाऊ, एउटाले रातो, एउटा सेतो लगाऊ। किन हात काट्नु गरेर कसम दिदीको यता बोईको नि सुरु गराऊ के, बोईको नि सुरु गराउने साइडमा हो के रे कता यता बोईले लाउँदै गर्छ कि पहिला हेलेर आउनु। यसले त हामीलाई लगाइरह, हामीलाई बोईले मामाहरू लगाइन्छ अनि बोईले भ्याएछ फेरि तैँले बाहरू लगाइदियो अनि भ्याइयो त के बोई खै। ल हो त मिठाईहरू पनि दे। बहिनीलाई ढोका हातमा
मेरो बालाई पैसा यतापट्टि आमालाई लगाइदिए भइहाल्छ क्या मलाई लाइदियो तँलाई चाहियो र तैँले हेर्दै बस्छ रातलाई माला यस्तो मोहमलको माला थियो कि यता माला दिने त्यहाँ तार भक्दिहाल्यो त एउटा मात्र लाइदिए मलाई आमा त्यहाँ बोइलाइन ल्याएर राखौ के त्यो कुरा लगाइदिनु यो त कियाङ्स लाग्यो त्यो त त्यही उसलाई लगाइदिएको हो त्यो केटालाई एउटा निकोलाई एउटा उसलाई लगाइदिनु भयो कि यस्तो सानो आमा र उसले अलि पड्काएन हुन्छ क्या मैले भर्खर तँ घाममा सुकाउँदै एकछिन बा घाममा सुकाउ कि एकछिन राम्रोसँग पर्किन्न नत्र यता राख्नु के त्यो झार कसको हो र कसको हो यता राख्नु चाबी ल्याउनु चाबी दोकानमा चाबी अब उसलाई लगाइदियो हात ल्याउ ल अब नेन्सीले र उसले लगाइदिन्छु ल कसलाई ल हाम्रो पालो यो निरनको स्याहार दिनु यहाँ यो स्याहार दियो कि त्यो स्याहार भाउला लगाइदिनु हुन्छ नि ओइ एकछिन बन्द गरे बन्द गरिदिउँ ल ल हुँदैछ है हाम्रो ल यस्तो हो नि त बल्ल अनि बल्ल सभाबाट अरे मै हजुरलाई घुम्ने पार्ने के फुपूले यस्तो ल तिहार है हाम्रो अब टिका सुरु ल ल हाम्रो सानो नानीहरूलाई यो छोरी यो भान्जीलाई है ल फाइनली मैले टिका लगाइसकेको छु है ल म मेरो भाइबाट सुरु भएर म लगाइसकेको छु यता फेरि हाम्रो बाबाहरूको पालो मामाहरूको पालो आउँदैछ है अहिले अब टिका लाउने क्रम जारी छ हाम्रो बोइले है ए त्यहाँ साइन दिदी बस्न ल ल ल ल केटाकेटी पल्तिर मामाले हाम्रो बोइले लगाइदिनु भएको छ आफ्नो भदैहरूलाई यता ल है टिका लाउने क्रम जारी छ है हाम्रो घरको हाम्रो टिका लाउने काम भइरहेको छ टोपी खै टोपी लगाइदेऊ न
फेरि टोपी लगाइदिनु पर्छ क्या अझै पनि टाउको सानो रहेछ मेरो भन्दा हजुर गेन्सलाई मारा निकाल्दिनु त सानो सिजनको मसला भाइ मसला अब घुम हामी बस ल खै यो फुच्चीहरूको खिच्नु पर्यो खै खै पिङ्की उता जात यस्तो छुवा छुवा मात्र हुन्छ ल हाम्रो अङ्कलले सुरु गर्नुभयो हाम्रो साइली फुपूबाट ल मैले गर्छु हो भनेको जमेको मैले टोपी लगाऊ पानी जमेको यति पानी हाल्यो त नाम लानु त्यस्तो टोपी लगाएर कहाँ नाम लाउने त्यो त्यस्तो टोपी लगाएपछि स्याप्दैन नि त यता हाम्रो कान्छा अङ्कलले एउटै भाउ न र भाउजू एउटै अनि हामीले पनि त के अरे तल जमेको आमा थियो नि त्यो नम्बर त बालाई टिका लाउनु जाउने के ल हाम्रो दिदीबहिनीहरू दाजुभाइहरू ल है आउनु न भाउजू है हाम्रो कसमले ल सिर्जनालाई पनि टिका लगाइदिइसकेको छ ल है ल है हाम्रो साइल दिदीले ल कुनै कान्छो भाइलाई है ल ल हाम्रो माइलो बा पनि अब टिका लाउन रेडी हुँदैछन् हाम्रो साइली फुपू माइलो बाबाको साइली बहिनी है त्यही ल टी सर्ट त्यो हम बाहिर गरौँ नि यही गरौँ दिएन यो हाकिम अतिकै ठुलो हुन्छ माला जिल्लाको त स्टुडियो हुन्छ के ल यो हाम्रो बाबाको साइली चाहिँ बहिनी है साइली फुपू पानी पनि खुवाइदिने है ल
दिदीबहिनी लाइन भनेर के अहिले अङ्खरा खान्छन् क्या मेरो यस्तो टिका लाएर भ्या पार्नु खाइदिन्छ नि लगाएर बत्ती मैले लाउनु न मलाई लगाइदिने कसमले तँलाई लगाइदिने तैँले कसमलाई कान्छा अङ्कल पर्खेरमा पैसा ल्याइदिन्छ त्यही मनुष्यले दिन्छ त्यसले पर्नु गाडी गुडी पनि तल छैन जान्छ त्यसो भएपछि 2500 दिएर अस्ति डाँडा ल्याएको राम्रो किन ल्याएको पछि ल्याएको मुलाले पहिला ल्याएर सिजन दाइलाई गरे है हो नमस्ते मैले पनि पोहोर त्यस्तै गरेँ अहिले भाउलाई माइली भाउजू ल्याएर कान्छीलाई लगाइदिए ल अब टिका लाउने क्रममा हाम्रो अब लास्ट हुँदैछ अब त्यसपछि हाम्रो खानपिनको व्यवस्था हुनेछ अहिले अब लास्ट अब टिका लगाइसकेपछि स्वेटर लाउँ कि स्वेटर लाउँ पैसा सामानलाई के गर्नु ए बाबा यहाँ भित्र त पर्दैन गर्मी हुन्छ सेतो त हराएछ रातको अन्टीको टिका हेर्नु कि ठुल्याउनु पहिला उन्टीको बाबु ढाकिन्छ देऊ न सानो दिदीको त ल हाम्रो फाइनली अब टिका लगाएर पनि सकिसकेको छ अब हामी एकैछिनमा खानपिनमा व्यस्त भइन्छ होला अहिलेलाई पनि हाम्रो टिका लगाएर सकिसकेको छ हाम्रो दाजुभाइ दिदीबहिनी सब मिलेर टिका लगाइसकिएको छ अब हामी खानपिनमा हुनेछौँ अब यो सेलाउनको लागि हामीले टिका लगाइसकेपछि यसलाई डोबाटोमा राख्नु जानुपर्ने हुन्छ यो टपरीहरू है हाम्रो बोइ त हिँड्नुहुन्छ यी मजाले ल यो हाम्रो हजुरआमाको बोइको भदैहरू है ल दुइटै लाउरे भदैहरू ए लाउरे भदैहरू ल ल हाम्रो बाबाहरू पनि बसेको हुनुहुन्छ पछि यता हाम्रो बोइ मामाहरू पछि हाम्रो बाबा माइला बा अङ्कल ल हाम्रो परिवारहरू ल है फोटो खिच्दै ल एकदम सित है ल ल ल अब समूहमा फोटो खिच्दै हाम्रो परिवारहरू ल है टक्क ल तपाईँले भलक हेर्नु है यसरी टिका लगाइसकेपछि यसरी सेलाउन ल्याइन्छ है डोबाटोमा ल
हाम्रो त बाटो पनि पिच हो ल है सरर ल हाम्रो बोईको साइली छोरी हाम्रो फुपूहरु छ बहिनी हो साइली चाहिँ फुपू है यस्तो गर्नु न हाम्रो बाबु भान्जा बाबु बहिनी ल हाम्रो अब खानपिनको लागि रेडी हुँदैछ सबैजनाले हेरिदिनु होला ल अब हामी खाना खानको लागि सब रेडी हुँदैछ अब यो त सब खानापिना के व्यवस्था के खाने है हामी अब रक्सी खाए पनि छ है त्यहाँ अब बियर खाए पनि टको छ ल जे खाए पनि छ है ल हाम्रो घरको पारिपट्टि गाउँ सिर्सेकोट 12 डाँडाखर्क गाउँ है मगर गाउँ हेर्नु त यहाँ देवी थान हुनुहुन्छ चक्रदेवी यो तल्लो गाउँ यो आलेथर यो डाँडाखर्क र हाम्रो गाउँ वारिपारी पर्छ ल हेर्नुहोस् ल अहिलेलाई म भ्लग यहाँ अन्त्य गर्छु यो टिका लगाएको अब हामी खानपिनमा व्यस्त छौँ खानपिनको भ्लग मैले अर्को पार्ट 2 मा राख्नेछु भने यो पार्ट 1 मा राखेको छु टिका लगाएको हस्त नमस्कार सबैजनाले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला है धन्यवाद।